आज चाहिँ हाम्रो थर्ड डे हो नि त थर्ड डे हामी यहाँबाट चाहिँ अब तिलिचो बेस क्याम्पतिर जानु लागेको होइन उठ्दा चाहिँ 9 बजे छ साथीहरू त भिड भइरहनु देख्छ नि सामान्यतिर आएर हामी चाहिँ अब बेस क्याम्पमा 8 किलोमिटर यहाँबाट हिँड्नुपर्ने छ त्यहाँबाट फेरि 8 किलोमिटर तिलिचो हो हामी चाहिँ यहाँ ट्याक्क हाम्रो यात्रा चाहिँ सुरु गऱ्यौँ होइन यहाँबाट अगाडि चाहिँ भ्यूहरू चाहिँ दामी छ हिमालहरू होइन आउँदै पनि हुनुहुन्छ भन्ने हामी चाहिँ 100 रुपियाँको लौरो 200 यो भाँच्यो भने चाहिँ 200 रे नभाँचे चाहिँ 100 रुपियाँ रिटर्न आउँछ अरे होइन त्यो बोकेर हिँडेको चाहिँ 5 मिनट भयो अलिअलि थकै लाग्यो जस्तो चाहिँ हुन थालिसक्यो यो पाराले हामी कहाँ पुग्छौँ भन्ने कुरो चाहिँ ठ्यान छैन तर हिँडे चाहिँ बेस क्याम्प भनेर हो यात्रा सुरु गरिसकेपछि भ्यू चाहिँ हो अलि पछि आएपछि पुरै हुने हुन्थ्यो अरे यहाँबाट पुग्नुपर्ने चाहिँ यहाँबाट देखेको हिमालको सबैभन्दा पल्लो छेउमा हो त्यहाँ चाहिँ हामीले पुग्नुपर्ने अरे यो बाटो हुँदै यो ट्रेल हुँदै ठ्याक्कै त्यो हिमाल देखेको छ नि ठ्याक्कै त्यो डाँडा पुग्नेपछि हामीले चाहिँ होइन एकछिन रेस्ट गर्दैछौँ र हामी यतिखेरसम्म चाहिँ 1200 मिटर हिँड्यौँ 35 मिनटमा साथी रेस्ट गर्दैछ अब एकछिन 35 मिनटमा 1200 मिटर 1200 जम्मा त्यस्तो छ भ्यू होइन हामी पुग्नुपर्ने पल्लो छेउमा हो एकछिन अब टाउको दुखिरहेको छ अनि टाउको दुखिरहेको छ खाना हल्का ब्रेकफास्ट हान्नुपर्ने भयो होइन ड्राई फ्रुट्सहरू हानेर यहाँबाट निस्किने हाम्रो 100 रुपियाँको लौरो चाहिँ हो सामान केही बोकेको छैन सब तल राखेर हिँडेको च्याट लाएर केही समयको आरामपछि फेरि अगाडि बढ्दैछौँ आफ्नै गन्तव्यतर्फ त्यहाँको भ्यू चाहिँ एकदम नै राम्रो छ जुन एक्चुअल आँखाले देखेको छ त्यो चाहिँ सायद नै क्यामेराले क्याप्चर गर्न सक्छ होला दायाँ बायाँ दुवैतर्फ ठुला ठुला पहाड अनि त्यसको माथि सेतो हिमाल जुन स्वर्गभन्दा सायद नै कम होला सँगसँगै त्यहाँ राम्रो देखिनको लागि विभिन्न रङका कपडाहरू राखेर त्यो सायद अर्कै भन्छन् होला उनीहरूको यहाँका स्थानीय बासिन्दाहरूको भाषामा त ठ्याक्कै के हो भन्न चाहिँ आएन तर पनि त्यहाँ हिँड्दा चाहिँ एकदमै अर्कै आनन्द आइरहेको छ अनि अलिअलि बिजुलीको पोलहरू पनि रहेछ जुन कुराले गर्दा चाहिँ अलिकति त्यहाँको प्राकृतिक कुराहरूमा चाहिँ अलिकति अर्कै देखिएको तर पनि त्यो अब चाहिने नै कुरा भएको हो होइन पर पनि हिमाल देखिएको छैन यस्तो अप्ठ्यारो ठाउँमा पनि होइन मान्छेहरूले चाहिँ आफ्नो कल्चरलाई चाहिँ संरक्षण गर्नको लागि चाहिँ दुःख गरेको र सामानहरू ल्याएर चाहिँ होइन देख्दाखेरि चाहिँ एकदमै खुसी लाग्दो रहेछ आफ्नो कल्चरलाई संरक्षण गर्नको लागि चाहिँ धेरै दुःख गर्दा रहेछन् अहिले चाहिँ ठ्याक्क हामी चाहिँ श्रीखर्क भन्ने ठाउँमा आइपुगेका छौँ जसको हाइट चाहिँ समुद्री सतहबाट करिब 4070 मिटर माथि रहेको रहेछ र यहाँबाट चाहिँ अर्को पनि एउटा ट्रेल रहेछ जहाँबाट चाहिँ उता मुस्ताङसम्म पुगिने रहेछ साथीलाई चाहिँ त्रिखा लागेर चाहिँ पानी खाँदैछ होइन मान्छेहरू चाहिँ उता गन्तव्यबाट पुगेर फर्किँदै पनि छन् अहिले होइन त्यहाँ चाहिँ हावा चाहिँ एकदमै ठुलो लाग्ने रहेछ हावाले गर्दा चाहिँ त्यहाँ एकदमै चिसो होइन त्यहाँ वरिपरि एकदम फुलहरू होइन रातो फुलहरू छन् हेर्दाखेरि नै छुट्टै खालको अनुभूति हुने के होइन अझ बाहिरको त्यो दृश्य चाहिँ हिमालले चाहिँ अर्कै सौन्दर्य प्रदान गरेको रहेछ र तल चाहिँ त्यो तालबाट आएको अहिले
अहिले चाहिँ यहाँ होइन ट्याक्क घोडाहरूले चाहिँ बेस क्याम्पमा को लागि दाउरा लिएर जाँदैछ होइन। ए दाजु त्यसरी आउनु भएन नि। त्यो थाहा टन्न थाहा त्यो घोडाहरूले चाहिँ पानी खान्छ ठाउँ जस्तो छ होइन। उताको लागि दाउरा बोक्या हो यो बेस क्याम्पको लागि। यस्तो छ यहाँ चाहिँ यात्रा गर्दाखेरि चाहिँ बाटोमा चाहिँ त्यो फुलहरू होइन दायाँ बायाँ चाहिँ फुलहरू अनि अगाडि चाहिँ डाँडाले गर्दाखेरि चाहिँ एकदम नै राम्रो देखिएको छ होइन। साथी चाहिँ उता तस्बिरहरू लिँदैछ हिँड्दैछ। आफ्नै कस्तो हावा आइरहेको कि होइन हावाले हामीलाई उडाइराख तर पनि हामी हिँड्न छोडेको छैनौँ। त्यो लौरो भयो नि एकछिन समात्नु पऱ्यो भिडियो बनाउनु गाह्रो भयो। यो चाहिँ हाम्रो एकदम खतरा टुर हो यो दुईवटा लौरो टेकेर हिँडिरहेको छ त्यस्तो छ है त। फेरि पनि यहाँ चाहिँ घोडाहरू आइसक्यो होइन। घोडा भन्ने चाहिँ लेखाच्छर भन्ने यस्तो छ। यसले चाहिँ अहिले चाहिँ सामानहरू बोक्यो होला। लागेको चाहिँ त्यो एकदम ल्यान्डस्लाइड प्रोन एरिया हो होइन। त्यहाँ चाहिँ एकदमै रिक्स हुने रहेछ। अझ त्यो पछि हिँडाइ चाहिँ होइन। यो चाहिँ लास्टवाला रहेछ। यसले अलि अल्छी रहेछ हामी जस्तै। त्यहाँ चाहिँ भिडियोहरू कमै बनाइन्छ होला किनभने आफू पनि सेफ हुनु पऱ्यो होइन। मासतिर हेर्दै हिँड्नुपर्छ अरे त्यहाँबाट ढुङ्गा झरिरहेको हुन्छ अरे त्यो भएर यस्तो छ। हामी चाहिँ होइन ठ्याक्क अब ल्यान्डस्लाइड प्रोन एरियामा जाँदैछौँ होइन। ठ्याक्क त्यो रातोबाट चाहिँ अलिकति उताबाट चाहिँ त्यहाँदेखि परसम्म चाहिँ हाम्रो पुरै ल्यान्डस्लाइड होइन। माथि पुरै ठुला ढुङ्गाहरू झरिरहेको हुँदो रहेछ। अहिले झरिरहेको छ त्यहाँ होइन। त्यहाँ चाहिँ एकजना हेर्ने एकजना माथि हेर्ने एकजना तल हेर्ने गरेर जानुपर्ने रहेछ। त्यस्तो ठाउँ छ होइन। यहाँ पनि दामी छ। एकछिन रेस्ट गरेको होइन। बसेपछि चाहिँ उठ्न चाहिँ अलिक गाह्रो पर्ने रहेछ। अब हाम्रो 3.3 किलोमिटर बाँकी छ बेस क्याम्प चाहिँ। कहाँ आधी मात्र हिँड्नु हामी 5 किलोमिटर हिँडिसक्यो नि आधी छैन। अब यति हो होइन। दामी छ देख्दा चाहिँ दामी छ। अहिले चाहिँ ठ्याक्क ल्यान्डस्लाइड प्रोन एरियामा आइपुग्यौँ होइन। यहाँ चाहिँ ल्यान्डस्लाइडको एकदम हाई रिक्स छ अरे। त्यहाँ लेखेको पनि छ। यहाँ चाहिँ माथि पनि हिँड्दै गर्नुपर्छ भन्ने कुरा आएको छ होइन। ऊ त्यो ढुङ्गा कसरी अड्डिरहेको छ होइन। त्यो दामी छ यहाँ बाटो चाहिँ यो यस्तो छ। बाटो चाहिँ यहाँ त मोबाइल झऱ्यो भने छोडेर भाग्ने
अहिले चाहिँ हामी ठ्याक्कै यो ल्यान्डस्लाइड एरिया चाहिँ ठ्याक्कै कटेर आयौँ होइन। देख्दा छोटो रहेछ, लास्टै लामो रहेछ। हिँड्दा हिँड्दा नआइपुग्ने ठाउँ रहेछ यो। हामीले चाहिँ भोलि चाहिँ अर्को तरिकाले जाने कि भन्ने सोचेको। यो खोलै खोला गएर होइन हामी जानुपर्ने चाहिँ पल्लो छेउमा हो। त्यो खोलै खोला गएर अलिकति कल्ला आयो भने सजिलो होला। अनि अनि गएर छ यो बेस क्याम्प छ। त्यसपछि बेस क्याम्प खानासाना खाएर अब सुत्न जानुभएको, तातो पानी खाँदैछौँ। अहिले चाहिँ हाम्रो ट्याग कति बज्यो भन्दाखेरिमा 3:30 भयो होइन। यहाँबाट हिँड्नु लाग्यो, एकदम अँध्यारो छ होइन। हावाहुरी नि डेन्जर छ, पानी नि पऱ्यो बेलुका। हामी रेडी चाहिँ 3 बजे भएको, चिया खाँदा 3:30 भयो। अब हिँड्नु लाग्यो। यतिखेर चाहिँ हामी हिँडेको 1 घन्टा भयो होइन। यहाँबाट जहाँ जस्तो बत्ती देखाएको छ नि त्यो सबै बाटो हुँदै हामी आएको होइन। यतिखेर 4:48 भयो। त्यो बाटो बत्ती बलाएको त्यो बाटो चाहिँ हाम्रो ट्रेकिङ ट्रेल हो। उनीहरू चाहिँ उता आउँदैछन्, हामी चाहिँ ओर आइसक्यौँ। यो बत्ती पुरै लाइट जति सबै हिँडिरहेकै है। अगाडि पनि त्यत्तिकै छन् होइन। अगाडि चाहिँ तै अलिकति त्यो खोज जस्तो भएर त्यहाँ देखायो होइन। यता चाहिँ पुरै हिँड्दै हिँड्दै आइरहेको मान्छेहरू होइन। उनीहरू चाहिँ लगभग हामीभन्दा 1 किलोमिटर जति पछाडि छन्। हाम्रो एकजना फटा चाहिँ यहीँ छ। फटाले गर्दाखेरि चाहिँ हिँड्नमा लो तान्ने यस्तो छ क्या। केही देखिया छैन खासै बाटोमा। हुँदैन साथी के हामी चाहिँ 22 घुम्तीको ठ्याक्कै टपमा छौँ होइन। 22 घुम्ती भने चाहिँ त्यो तलको त्यो वाल लगाएको छ नि त्यहाँबाट ठ्याक्कै यहाँसम्म हो। यहाँ आइपुग्दाखेरि ठ्याक्कै 22 घुम्ती हुन्छ। हामी चाहिँ बिहान आएको भएर चाहिँ खासै अनुभव ठ्याक्कै 22 चाहिँ गरेर अलरेडी सर्टकट पनि हान्यो। अनि केटाहरू त कहाँबाट उ त्यो बिचबाट आइरहेको थियो त सर्टकट। खोइ त्यो सर्टकट छ उ त्यो घोडा राखेर त त्यो गइरहेको हुन्छ अहिले नि। ए त्यही सर्टकट हो नि। हामी चाहिँ तलबाट आएछ नि त। त्यो है यहाँ रेस्ट पनि गर्दैन अलरेडी यस्तो छ। हामी चाहिँ अहिले ठ्याक्कै 22 घुम्ती सकेर बसिरहेको होइन। यतिखेर चाहिँ हाम्रो योचोटि चाहिँ हिजो हल्का पानी परेको थियो, फर्स्ट स्नोफल भएको छ होइन। हामी अहिले 4800 मिटरको हाइटमा छौँ। मुख पनि धोएको छैन। बिहान जुरुक्क 3 बजे उठेर हिँडेको। हामी यहाँ दाइहरूलाई कुर्दैछौँ। यहाँ एउटा दाइलाई पानी चाहिएर एकदम गाह्रो भएर हामीसँग पानी छ, त्यही दिनलाई बसेको। मान्छे यस्तो धेरै आइरहेको कि सिमाना साँच्चै छैन है। हाम्रो साथीभाइबाट भिडियो लिँदैछ होइन। दामी देखियो यो क्यामेराले कैद गर्न सकेको भन्दा बाहिर होइन। बादलदेखि लिएर सबै त्यसमा ठिक्क गाह्रो, त्यस्तो गाह्रो त होइन। अब भन्नलाई चाहिँ यो ठाउँ यस्तो छ। पुग्न लाग्यो होइन। हात चाहिँ मेरो फ्रिज हुन लाग्यो एकदम नै चिसो होइन। तिलिचो ताल पुग्नुभन्दा केही अगाडि चाहिँ 2वटा साना साना तालहरू पनि रहेछन् जुन चाहिँ एकदम नै राम्रो होइन। अनि कोही मान्छेहरू चाहिँ त्यो घोडा चढेर त्यो 22 घुम्ती चढ्न नसकेर पनि आइरहनु भएको छ एउटा दाइ चाहिँ होइन। उहाँ चाहिँ हामीलाई कतिखेर आउनुभयो भनेर सोध्दै पनि हुनुहुन्छ। अनि त्यहाँ चाहिँ दायाँ बायाँ चाहिँ अलिअलि त्यो हिउँ परेको हो कि ओस जमेको हो त्यस्तो छ होइन। मान्छेहरू चाहिँ दुःख गरेर भए पनि त्यहाँ चाहिँ पुग्नै पर्छ भनेर लागि परेका रहेछन्। त्यो जुन सानो सानो ताल छ नि त्यहाँबाट चाहिँ त्यो माथि बेस क्याम्प माथि लेकमै चाहिँ पानीहरू पुर्याउँदो रहेछन् होइन। त्यहाँको त्यो टोपोग्राफीहरू चाहिँ एकदमै टाढा टाढा धेरै ठुला ठुला नि होइन। जेस अलि अर्कै खालको रहेछ कि त्यहाँ सम्मसम्म त्यो डाँडोमा चाहिँ साना साना टापुहरू जस्तो त्यस्तो जुन चाहिँ देख्दाखेरि चाहिँ
एकदम नै राम्रो होइन। साथी चाहिँ अगाडि गएर मलाई कुरेर बसिरहेको छ उता कतिखेर आउँछ। म अलि बिस्तारै बिस्तारै नै हिँड्ने भएर ऊ चाहिँ अगाडि जाँदै मलाई कुर्दै गर्छ हरेक ठाउँमा। बाटो चाहिँ यस्तो छ। 5000 मिटरको हाइटमा पुग्न लागिसकेका छौँ हामी, त्यही भएर नि हो। यो चाहिँ हाम्रो साथी हो होइन, उसले चाहिँ I+S लिनुभएको छ। यस्तो छ है हरामी यहाँ आएर होइन। उसले I+S लेखेको छ, उनीहरूले अलि अर्को पनि लेखिसकेको छ। I+P, I+C, I+M सबै लेखिसकेको छ होइन। यो चाहिँ लास्टको I+S चाहिँ मेट्यो होइन। अब यो I+S र I+I केले कतिजना केटीलाई डुबाउने हो होइन। यस्ताको सङ्गत भएछ नि के काम। हामी चाहिँ अहिले ट्र्याक यत्रो हिँडेर होइन तिरी चाहिँ आइपुग्न लाग्यौँ है। ट्र्याक अघिसम्म पुरै बादलै बादल थियो होइन, यहाँ चाहिँ त पुरै क्लिन रहेछ। 1 मिनटको डिस्टेन्स हामीले पुरै यस्तो क्लिन देख्यो कि होइन। यो चाहिँ इमेजिनै गरे भन्दा बाहिरको हो क्या। यस्तो खुल्ला रहेछ कि यो हाइटमा घामै लागिरहेको रहेछ होइन। हात चाहिँ जम्न लागिसक्यो। यो चाहिँ हल्का स्नोफल भएछ। हामी 49-19 मा आइपुग्यौँ हामी। फाइनल्ली 4 घन्टा हिँडेपछि तर हामीलाई 3 घन्टा 3.5 घन्टा मात्र लाग्यो नि। अब हामी ताल हेर्छौँ है त। ताल है। ओह ताल चाहिँ आयो आयो ताल। फाइनल्ली हामी चाहिँ 2जना भयो नि होइन, ठ्याक्कै आइपुग्यौँ होइन। एकदम भिड छ, एकदम कोल्ड टु मच। ताल एउटा हाफ फोटो ताल देखिन डल्ले हाफ फोटो हाल्नु त है साथी। हाफ हाल्नु न। कस्तो भइरहेको, कस्तो फिल आएर एकदम झाडो फिल भइरहेको यार। रमाइलो छ। यो ताल चाहिँ एकछिनमा आउने एकछिनमा जाने। 1 मिनटभित्रमा चाहिँ कोही पनि हाल्दैन। 1 मिनट आइपुग्यो जसले फोटो खिच्यो नभए खिच्यो।